गुड मर्निङ सबैमा। म चाहिँ अहिले निक्लिन लागिसकेको छु, रेडी भइसकेको छु। हिजो बस्यो, तल पनि बन्द छ, केही पनि छैन, माथि खाली छ। त माथि टेन्ट लगाएको थिएँ मैले, तर बजारहरू छैन, यहीँ गाउँहरू मात्रै थियो। त्यही भएर हल्का हिजो चाहिँ खाना चाहिँ केही भएन, चाउचाउ खाइयो, भुजा खाइयो, अरू सुतियो। अब चाहिँ यहाँबाट निक्लिसकेको छु म। यहाँबाट महेन्द्र राजमार्ग निक्लिनलाई चाहिँ यहाँबाट त्यही 18-20 किलोमिटर छ भने चाहिँ यहाँबाट। अब जङ्गल छैन यहाँबाट, यहाँदेखि चाहिँ एउटा पनि जङ्गल पर्दैन। त्यसपछि 18 किलोमिटर 20 किलोमिटर आकाया भन्ने ठाउँ आउँछ। त्यहाँबाट चाहिँ महेन्द्र राजमार्गमा म फेरि निस्किन्छु। त्यहाँबाट चाहिँ फेरि जङ्गल सुरु हुन्छ, बर्दिया निकुञ्ज, सानो निकुञ्ज, अनि त्यसपछि त्यस्तै छ बाटोहरू। यहाँबाट चाहिँ फेरि तर गाडी पनि हिँड्छ त्यो बाटोमा, त त्यति यहाँ जस्तो अलिक यहाँ जस्तो हिँड्दैन, यहाँ जस्तो छैन कि। यहाँ त अब रोडै खाली हुन्छ बेला बेलामा, त जङ्गलतिर झन् त्यस्तै भइरहेको हुन्छ। त्यही भएर उठाइ पनि 7 बजे भयो, तर जाडो हुन्छ। त्यही भएर म अलिक ढिलो उठ्ने गरेको छु। अब यति बेला उठ्यो भने अब 7 बजे उठ्छु। 7 बजे उठेर कपडा सब अब ब्यागमा हाल्दाखेरि, सबै कुरा मिलाउँदाखेरि, सामान मिलाउँदाखेरि, अनि त्यहाँनिर तर धारा थियो, मुखसुख धोएर गर्दाखेरि फ्रेस हुँदाखेरि ट्याक्क ठिक्क घाम लाग्दिन्थ्यो कि। यत्तिको घाम लाग्यो भने चाहिँ फेरि अनि हिँड्नलाई चाहिँ जाडो हुँदैन। अब एकछिन हो जाडो पनि, 5 मिनट चाहिँ हल्का जाडो हुन्छ। त्यसपछि चाहिँ फेरि हिँड्न थालेपछि गर्मी हुन थाल्यो त पसिनै आउँछ कि। हिजो बेलुकामा त पसिना आउँछ हिँड्यो भने। हिजो जङ्गलमा हिँड्दा कम त पसिना आएको थिएन मलाई। यही पसलमा आएको नास्ता दिन्छ कि भनेर, नास्ता छ कि केही पाइन्छ कि भनेर, खै के जस्तो लाग्यो, गजौडी जस्तो लाग्यो कि क्या, थर्काए पो त। मान्छेहरूले कपाल नकाटेको, कपाल जिङ्रिङ्गै राखेको मान्छेहरूले अर्कै सोच्ने रहेछ। कति ठाउँमा त अब सोच्नेलाई सोच्न दिनुपर्छ। अरे यो बाटो पहिल्यै आएको बाटो हो, तर थाहा त छ मलाई सबै कुरा। अलि बिर्सिने रहेछ, ट्याक्क चाहिँ थाहा नहुने रहेछ। यसपछि यो आउँछ भन्ने थाहा चाहिँ नहुने रहेछ। ल है त, अब अलि अगाडिसम्म जानुपर्छ, त्यसपछि फेरि भेटौँला है त। मैले चाहिँ अलि अगाडि आएपछि चाहिँ एउटा दाइ भेटेछु, साइकल यात्री। उहाँ चाहिँ 5 जना हुनुहुँदो रहेछ। हेलो नमस्ते। मेची महाकाली होइन? खुसी लाग्यो हजुर, मेची महाकाली गऱ्यौँ। अब महाकालीदेखि मेची जाँदैछौँ। कति दिन लाग्छ तपाईँलाई? हामीलाई आज दोस्रो दिन हो, अरू 5 दिनमा हामी पुग्छौँ, अरू 7 दिनमा हामी पुग्छौँ। भाइलाई भेटेर बहुत खुसी लाग्यो। उहाँ हाम्रो पनि गुरु हुनुहुँदो रहेछ, जे होस् उहाँलाई सपोर्ट र समर्थन गर्दै गर्नु होला। दाइसँग खुसी मलाई पनि खुसी लाग्यो। उहाँहरू ग्रुप चाहिँ गइसक्नु भएको छ। दाइले चाहिँ मलाई यहाँ वेट गरेर बस्नु भएको रहेछ, खुसी लाग्यो। अब एउटा फोटो हाल्ने दाजुभाइ यादगार हो यार यो त हाम्रो। ल है त, अहिले भेट्नुपर्छ। अहिले चाहिँ म अगया भन्ने ठाउँमा आइपुग्न लागेँ। यहाँबाट चाहिँ अब फेरि महेन्द्र राजमार्ग सुरु हुन्छ, हाइवे, मेन हाइवे। यहाँको जस्तो खाली हुँदैन, तर त्यहाँ पनि त्यति साह्रो गाडी चाहिँ चल्दैन। जो अगाडि गएपछि धेरै गाडीहरू चल्छ, त्यति चाहिँ चल्दैन। पहिला म यो यता आउँदाखेरि चाहिँ पुरा धानबारी थियो। अहिले चाहिँ क्या मजाको तोरीबारी हो, तोरी पनि फुल्न थालिसकेको छ। क्या मजाले, क्या दामी देखिएको क्या अहिले चाहिँ तोरीबारी। पहिला धान थियो, 2 महिना पहिला पानी कुलोभरि पानी थियो, पुरा माछा माराइ भइरहन्थ्यो यतातिर। म जाँदाखेरि, अहिले जाँदाखेरि पुरा तोरी फुलिरहेको छ। त्यहाँ सबै ठाउँमा तोरी लगाएको रहेछ। ल भाइ, म चाहिँ अहिले अगया भन्ने ठाउँमा आइपुगेँ। अगया भन्ने चाहिँ पारी
अहिले ब्रिज तरेपछि चाहिँ पुल तरेपछि चाहिँ पारी जाने म यो बाटै गएको हो। यहाँ चाहिँ दामी ठाउँ लाग्यो एउटा ठाउँ। के ठाउँ रे यो के पार्क रे पिकनिक पार्क भन्ने ठाउँ रहेछ यहाँनिर ठ्याक्क अगाडिपट्टि महेन्द्र राजमार्गको उता होइन यतापट्टि अब हाउलाक राजमार्गको बिचमा अब सकिने ठाउँमा छु। रमाइलो लाग्यो दा हुँदो रहेछ यहाँनिर खाना बनाइरहनु भएको छ। दाई पुरा गीत घन्काएर बस्नु नाचिरहनु भएको थियो नि एक्लै नाचिदिनु त ल अलि यता आउनु गीत बजेको ठाउँमा नाचिदिने अघि त नाचिरहनु भएको थियो नाचिदिनु ए नाच्ने हो अरे वाह अरे अरे वाह दामी नाच्नु हुँदैछ अघि त मजाले नाच्नु भएको थियो एक्लै बसेर। तपाईँको गाईहरू चाहिँ ए यो चाहिँ छोडेकोहरू है क्या छोरा अब आफ्नै सम्पत्ति हो हुनु त उनी गाउँ घरको हो तर छोराको हिँड्दै ए अनि लाग्यो क्या यो त यसमा त के बसेको त्यो गिद्धहरू के बसेको माछा त पुरै होला है खोलामा तपाईँहरू मार्नुहुन्छ हुन्न निकुञ्जले यो चाहिँ पानी चाहिँ कहाँ ड्याम यता र उता गएको है पानी यो सिँचाइको लागि है बिजुली निक्ले छैन है यहाँबाट बिजुली निक्लेको छैन सर निक्ले छैन है हजुर सर ए अस्तिमा यही बाटो गएको हो कि त्यति बेला ठुलो थियो खोला अहिले छैन रहेछ त्यति साह्रो खोला अब यसको मूल पनि सुकिसक्यो र यसले पटानी गरिसक्यो सर अब कहाँबाट मूल हुन सकेको छैन सर अब है हजुर सर अनि हजुरहरू चाहिँ यहाँ के गर्नुभएको पिकनिक खानुभयो कि या हो बसिरहनु होइन पिकनिक है खाना बनाउनु भएको छ पानी खाइदिउँ न है हजुर दिनु तपाईँहरू चाहिँ घर चाहिँ कहाँ यहीँ हो कि ए बैदापुर कस्तो राम्रो गीत बज्यो त्यहाँ त मैले प्रस्तुत गराएको भनिदिन्छु हजुर होइन म यो चौकीदार भनेको यो उसको अनि यसको फेरि काट्ने गाई बस्तु ओर्ने यो फुल ए त्यो मान्छे राम्रो रहेछ पार्क त ठुलो रहेछ हजुर अनि उहाँ चाहिँ कहाँ बस्नु भएको थियो कहाँ के गर्नु भएको थियो उहाँको चाहिँ घर कुम्मर हो ए होइन ए यहाँनिर बुझिरहनुहोस् तपाईँले ऊ चाहिँ गरिराख्नु भएको छ भन्नु भनौँ एउटा कुरा होइन हजुर अब म यहाँको हेरालु मान्छे हो ए यहाँ गाउँले हुनुहुन्थ्यो ए म भनेको एउटा यो पिकनिक स्पोटको चाहिँ एउटा भनौँ एउटा पिकनिक खाना आउँछ है मान्छेहरू धेरै नै आउँछ सर ओहो दामी ठाउँ रहेछ ठाउँ चाहिँ ए बारम्बार सबै दिन आउन सक्दैन ए शनिबार शुक्रबार ए यो दिनमा होला अब चाहिँ एकछिन यहाँ बसेर रेस्ट गरेर अब निक्लिन पर्छ त्यसपछि अगायाबाट महेन्द्र राजमार्ग निक्लिन पर्ने हुन्छ अस्ति त म यहीँ बसेको थिएँ अगायामा अनि अगायाबाट सिधा नेपालगञ्ज पुगेको थिएँ म पहिला चाहिँ अहिले चाहिँ म नेपालगञ्जबाट ढिलो निस्किया भएर नि होला छिटो निस्किया भएर त आइपुग्थेँ होला ढिलो निस्केँ हिजो 10 बजीतिर त निस्केको थिएँ म त्यही भएर नि आइपुग्न सकिनँ तर सक्थिनँ होला हिजो आइपुग्न जस्ट बिहानै हिँडेको भयो नि तैला त हिँडेको हो म यहाँबाट ठ्याक्कै पुगेको थिएँ नेपालगञ्ज पुगेको थिएँ बेलुका पुगेको थिएँ 7-8 बजीतिर त्यति बेला लाम पनि दिन पनि अलिकति लामो थियो त्यही भएर नि सजिलो भएको थियो अहिले त रात दिन छोटो छ घाँसहरू पनि छ त्यहाँ त खोलामा त ल अब निक्लिन पर्ने हुन्छ रेस्ट पनि गऱ्यो 2वटा फोटो खिचिन्छ त्यसपछि निक्लिन्छ है त ल है त अहिले अब यहाँबाट 6-7 किलोमिटर अगाडि आएँ त्यसपछि अहिले चाहिँ त्यहाँबाट चाहिँ अगाडि बजार आउनलाई चाहिँ यहाँबाट चाहिँ अगाडि बजार आउनलाई चाहिँ कति 8 किलोमिटर अगाडि छ अरे त्यहाँसम्म चाहिँ म जान सक्दिनँ बिचमै रातो पर्ने भएर चाहिँ म अब चाहिँ यहीँ बस्ने सुरसार गरिरहेको छु अब यहाँनिर बाहिर बस्न पनि डर बाटोको डर छ भनिरहेको छ त्यही भएर के गर्नु भइरहेको छु म गाउँ पनि धेरै रहेन छु यहाँनिर टाढा घर मात्रै छ
अगाडि होटेलहरू त रहेछ नि होटेलहरू त ठुल्ठुलो होटेलहरू छ तर कतिको लिन्छ भन्ने यहाँनिर पैसा चाहिँ कति लिन्छ भन्ने हुन्छ त्यही भएर अब के गर्नु भइरहेको छु म टेन्ट लगाउन नि बाहिर डर छ यहाँनिर किनभने यता पनि जङ्गल छ 8 किलोमिटरसम्म उता जङ्गल छ यता पनि 6-7 किलोमिटर जङ्गल हिँडेर आएको कुन के गर्नु भइरहेको छ यहाँनिर स्कुलहरू पनि मन्दिर पनि छैन अरे यतातिर सोधेको मन्दिर सोधेको मन्दिर छ कि छैन भनेर छ अरे मन्दिर त तर त्यस्तो खाले बस्ने मन्दिर होइन सानो मन्दिर मात्रै छ भन्दा छ त्यही भएर सामान चाहिँ त्यहाँ राखेको छु मैले त्यहाँ राखेको छु अनि म चाहिँ अब यतातिर यसो विचार गर्दैछु कता बस्ने भनेर हेरौँ अब आजको रात चाहिँ कहाँ हुन्छ यता पनि जङ्गल चारपट्टि गएर जङ्गलले घेरेको रहेछ क्या पुरै जङ्गलले घेरेको छ यहाँ चाहिँ यस्तो घेरेछ जङ्गलले पुरै जङ्गलले घेरेको छ क्या यहाँनिर आदमखोर बाघहरू छ अरे यतातिर फेरि गाईहरू रोडभरि चरेको हुन्छ होइन रोडभरि छोडिदिएको छ यिनीहरूलाई केही गर्दैन अरे मान्छेलाई मात्रै गर्छ अरे कि चिने म कहाँ आइपुगेँ भनेर चाहिँ अस्ति म यहाँनिर आएर बसेको थिएँ कि मलाई यहाँ खाजासाजा खुवाएको थियो म त बिर्सिरहेको कि यहाँ गएर बसेर मलाई यहाँ खाजा खुवाएको थियो कि अस्ति त्यहाँनिर जान पऱ्यो है त म त्यहाँनिर नि बसेको थिएँ बल्ल याद आयो मलाई सुत्न दिए त हुन्थ्यो है त्यहाँनिर त होटेल त रहेछ फेरि पैसा कति लिन्छ फेरि पैसा धेरै ल्याएको पऱ्यो फेरि निन्द्रा पनि लागेछ त हो छिट्टै एकछिन बसेको त सोध्न पऱ्यो है गएर सो है त पहिलाको त्यो अस्नेको दाइ खै भनेर सोध्छु है मैले यहाँ बाहिर टेन्ट लगाउनु दिए नि हुन्थ्यो त्यहाँनिर सेफ हुन्थ्यो त्यहाँनिर भयो भने त केही पनि आउन पाउँथेन कि बाघ साग नि आउँथेन होला यहाँनिर त डर हुन्थेन यो नि तपाईँहरूकै हो तपाईँहरूको हो यो दुइटै हो ए अस्ति नै म यहीँ आएर बसेको थिएँ कि यहाँनिर चाहिँ भाइहरूले बोलाएको थिएँ ग्यास स्टेसन पनि रहेछ पेट्रोल पम्प पनि रहेछ पेट्रोल पम्प पनि रहेछ होइन त तर बन्द रहेछ यो चाहिँ बन्द हो यो हो चाहिँ यो पेट्रोल पम्प चाहिँ बन्द हो ए कहाँ बस्ने है त अहिले भेटौँला अहिले साह्रो भयो आजको बसाइ चाहिँ मेरो यो होटेलमा आएर यहाँनिर बसिरहेको थिएँ अनि त्यसपछि उता जानलाई चाहिँ 8 किलोमिटर टाढा थियो तपाईँलाई मैले भनिसकेको थिएँ अघि अनि त्यसपछि सम्भव थिएन कि आजको बसाइ चाहिँ यहाँ सोध्दै बसिरहेको थिएँ दिदीहरूलाई अनि 8 किलोमिटर चाहिँ उता रहेछ अनि त्यसो सम्भव भएन जानलाई त्यसपछि चाहिँ आज म यहीँ बसेँ अनि यहीँ एउटा रुम त थिएन यहाँनिर अनि स्टाफको लागि बनाउनु भएको एउटा रुम रहेछ दुईवटा रुम स्टाफको लागि आफूहरू बस्ने रुम रहेछ दाइहरू अनि त्यसपछि मलाई चाहिँ एउटा बेड दिनुभएको छ दाइ यो बेड चाहिँ मलाई दिनुभएको छ अब यहाँ चाहिँ अब रातिको 3 बजीसम्म त गाडी आउँछ भन्छ यहाँनिर नाइट गाडीहरू अनि त्यसपछि चाहिँ अब को सुत्नु हुन्छ थाहा छैन यहाँनिर अनि एउटा बेड चाहिँ मलाई दिनुभएको छ यहाँनिर यो बेड चाहिँ भोलि नै अलिक छिटो जाँदिनँ होला किनभने आज मैले सुँगुर देखिसकेको छु बाटोमा सुँगुर भन्दा पनि बदेल आउने ठाउँमा फेरि बाघको डर हुन्छ त्यही भएर चाहिँ मैले भिडियो त बनाएको थिएँ तर देखेको छैन राम्रोसँग अलिक टाढा थियो अनि राम्रोसँग जङ्गलमा थियो जङ्गल भन्दा पनि रोडको छेउमा थियो देख्न पाएन राम्रोसँग क्यामेरामा राम्रोसँग आएन त्यसपछि हुर गरेर कराएको थियो म त के गरायो भनेर डर भनेर जिरिङ्ग भयो यसो हेरेको बदेल रहेछ अनि
आइयो केही भएन। त्यही भएर अगाडि पनि त्यस्तै जङ्गल छ 8 किलोमिटर, त्यसपछि मात्रै बजार आउँछ। त्यो पनि निकुञ्ज नै हो, बाँकीको निकुञ्ज। अनि त्यही भएर चाहिँ म अगाडि गइनँ आज, किनभने बिचमा रात पऱ्यो भने तनाव हुन्छ। गाडीहरू त चढ्छ, फेरि म गाडी चढेको छैन अहिलेसम्म। अब बरु त्योभन्दा बरु आज यहीँ बस्न बेटर लाग्यो, त्यही भएर यहाँ बसेको छु आज। यो बेड जाडो जाडो भइरहेको छ, सुत्नुपर्छ अब। खाना पनि खाएँ है त, भोलि भेट्नुपर्छ। गुड नाइट सबैमा। ब्लग हेर्दै गर्नु होला, साथ दिनु होला। एसिया साउथ एसिया हान्नुपर्छ है त। गुड नाइट, जय बोलेकी।